पचाल झरना अर्थात् प्रकृतिले कुदेको अनुपम सौन्दर्य। यसका प्रत्येक बुँदमा इन्द्रेणी भर्ने तागत छ। मानिसको भोक प्यास मेट्न सक्ने सामर्थ्य छ। आकाशबाट हेर्नुस् या पातालबाट, बसेर हेर्नुस् या उठेर, यसभित्र मन, मुटु र मस्तिष्क एकाकार बनाउने अलौकिक क्षमता छ। खुला आकाशमुनि हरियाली पहाडभित्र एउटी अक्षित राजकुमारीले अनवरत खन्याइरहेको घडाको पवित्र जल जस्तै पचाल झरना प्रकृतिको मादकता बोकेर छङ छङ बगिरहेको छ। संगीतका विद्यार्थीहरूले झरनाको झन्कारभित्र संगीतको 7 सुर भेट्याउँछन्। कलाका पारखीले 7 रङ्गे इन्द्रेणी पाउँछन्। प्रकृति प्रेमीले स्वर्गको स्पर्श अनुभूति गर्छन्। पचाल झरनालाई शिर बनाएर बसेका यहाँका बासिन्दाले कहिल्यै ननासिने सौन्दर्यको श्रीपेच मानेर ग्रहण गर्छन्। त्यही झरना भएर नै पचालवासीको परिचय छ। यसैले यस क्षेत्रको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक जुनसुकै विषयको मिलन बिन्दु हो पचाल झरना। 381 मिटर उचाइ रहेको पचाल झरना दक्षिण एसियाकै अग्लो झरना हो। कर्णाली प्रदेशको कालीकोट जिल्लामा अवस्थित पचाल झरना देशका 100 पर्यटकीय गन्तव्य मध्ये 64औं नम्बरको प्राथमिकतामा पर्नुले पनि यसको महत्त्व प्रमाणित हुन्छ। हामीले पचाल झरनासम्म आउनका निम्ति सडक विस्तारको कुरा, बाटो निर्माणको कुरा, त्यसपछि होमस्टेको कुरा, शहीद पार्कको कुरा, थुप्रै कुराहरू हामीले विकासका काम कारबारमा अगाडि बढाइराखेका छौँ। र अहिले पनि खास गरी प्रदेश सरकारबाट केही सम्बोधन भएको छ बजेटिङका हिसाबले, सङ्घीय सरकारबाट पनि केही बजेटिङ भएको छ। त्यो सबै बजेटहरूलाई तीव्रतर विकासमा कसरी सदुपयोग गर्ने, राम्रो ढङ्गले यहाँका समग्र विकास निर्माणका कामहरू, भौतिक पूर्वाधारका कामहरू कसरी सम्पन्न गर्ने भन्ने सोचिराखेका छौँ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतबाट दैलेखको तल्लो ढुङ्गेश्वर, टुनी बगर, राखम हुँदै कर्णाली नदीको तिरै तीर कालीकोटको जिते बगर पुगिन्छ। जिते बगरबाट झोलुङ्गे पुल पार गरेर सुरु हुन्छ पचाल झरनाको यात्रा। कालीकोटको जिते बगरबाट करिब 27 किलोमिटर हिँडेपछि लाफा गाउँ पुगिन्छ। कर्णाली नदीको किनारमा रहेको लाफा गाउँ पचाल झरनाबाट बगेका नदी लाफागाड र कर्णाली नदीको दोभानमा पर्छ। पचाल झरनाबाट सुसेली हाल्दै बगेको पानीको वेग नै लाफागाडमा अनुवाद हुन्छ। लाफा गाउँबाट झण्डै 12 किलोमिटर उकालो हिँडेपछि पचाल झरनाको नजिक रहेको गाउँ खार्दु पुगिन्छ। स्याउको उर्वर भूमि खार्दुमा स्थानीय सरकारको पहलमा अतिथिहरूको सत्कारका लागि होमस्टे सञ्चालित छ। त्यहाँ बनाइएको शहीद पार्कबाट झरनाको दृश्य अत्यन्त मनमोहक देखिन्छ। स्थानीयले पचाल झरनालाई भुतेनी छहराको नामबाट पनि चिन्ने गर्छन्।
यस नामभित्र झरनाको सांस्कृतिक परिचय लुकेको छ। पचालु नामका देवता भूत भूतेनीसँग संघर्ष गर्दा लुकेर बस्ने स्थानका रूपमा यो ठाउँ परिचित थियो। झरनामा पचालु देवताको बास बसेका कारण कालान्तरमा पचाल छहरो नामकरण भएको बुढापाकाहरूको मत छ। पचाल झरनालाई वरपर रहेका अरू सहायक झरना धुलछहरा, बाँसगाड, छिरीगाडले सुनमा सुगन्ध थप्ने काम गरेका छन्। पचाल झरना गाउँपालिकामा नै रहेको बैयाल झरना अर्को आकर्षण बनेर रहेको छ। झरनालाई अँगालेर बसेका जंगल सहितको घाँसे मैदान जडीबुटीमा अनमोल रत्न पाइने भण्डार हुन्। अझ अनौठो कुरा त के छ भने वर्षमा 6 महिना घाम, 6 महिना ओझेल पर्ने झरनामा हिउँदका झरनामा बरफको लहरा देख्न पाइन्छ। सिसा जस्तै देखिने यो दृश्य सम्भवतः धेरैका लागि दुर्लभ खजाना हो। वसन्त ऋतुमा गुराँसले वन फुल्दा झरना बेहुली बनेर घुम्टो उठाउन पुग्छिन्। गाउँपालिका मात्र होइन, प्रदेश सरकार नै पचाल झरनाको पर्यटकीय प्रवर्धनमा जुटेको छ। प्रदेश स्थानीय तह र सङ्घले मिलेर अब त समृद्धिका बाटाहरू खोज्नु पर्यो। अब तपाईँले भने समृद्धिको एउटा बाटो भनेको पर्यटन चाहिँ पर्यटनभित्रको अहिले सबैभन्दा हामी त अहिले एसियाकै भन्ने छ, अझै हामी प्रुभ गर्दैछौँ। पचाल झरना अब अहिले स्थानीय तहले पहल कदम लिएको चाहिँ छ, प्रदेशले पनि सपोर्ट गरेका छ। बल्ल अब गर्ने बेला आयो त गरिदिइरहेको छ, गर्ने बेला जब आयो गरिरहेको चाहिँ छ। अब यतिले हुँदैन, त्यसो अझै पूर्वाधार तयार पार्नु पर्यो। त्यो झरनामा तपाईँको चाहिँ अब के गर्न सकिन्छ, अरू एक्टिभिटीहरू पर्यटकहरूलाई आउनै पर्ने, आउन बाध्य पार्ने त्यस्ता आकर्षक हाम्रो एक्टिभिटीहरू चाहिँ के सञ्चालन गर्न सकिन्छ, यसका लागि पनि हामीले एउटा गुरुयोजना तयार पार्यौँ। पचाल झरनालाई नजिकबाट अवलोकन गर्न आन्तरिक पर्यटक बाक्लै आउन थालेका छन्। स्थानीय शैक्षिक संस्थाहरूले त शैक्षिक भ्रमणको केन्द्र नै पचाल झरना बनाएका छन्। प्रदेश तथा स्थानीय सरकारले नै पर्यटन प्रवर्धनको पहिलो प्राथमिकता राखेपछि यसको बहुआयामिक विकास हुनेमा दुई मत छैन। प्रकृतिले दिएको यो अनुपम नासोलाई सबै मिली संरक्षण गरौँ।